आमा 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 हजुरले सुन्नु भएन? भोक लागिसक्यो, खाना खाने बेला भएन। पिठीमा बोकेको घाँसको भारी बिसाउँदै खुइया लामो सास तानेर ल सानै छोरो भन्दै टाको सुमसुम्याउनु भयो। म आमाको कम्मरमा बाँधेको हरियो पटुका छाम्छु। खनाए छ कि भन्दै पख्न साइत बा पखालेर दिन्छु। हेर त लोटामा पानी छ कि? म आमाको काख किन छोड्थेँ र टाँसिरहेँ। आमाले खनायो बोडी, टुसा, निउरोको मुन्टा, गोरसपान अनि जङ्गली धनियाँ सबै हटाएको त्यो पटुका पिँढीमा खन्याउनु भयो। मेरो खनायोमा हात गयो। पसिनाले नित्रुक्क भएको मजेत्रोले पुछेर मेरो मुखमा खुवाइदिनु भयो। ल सानै छोरो, स्कुल जान ढिला भइसक्यो होला। खोइ त बा भन्दै मजेत्रो खोलेर पसिना पुछ्नुभयो। घडी थिएन। हेर त छानाको ओजेल कहाँसम्म पुगिसकेछ। ढिलो भयो। भैँसी कराउँदै थियो। वाइ गर्दै बाख्राहरू त्यस्तै। आमाको स्वर सुनेर आमाले हतार हतार खाना पस्किदिनु भयो। ल बाबु खाऊ, ढिलो भयो। पढेर ठुलो मान्छे हुनु, ज्ञानी हुनु हडबड गर्छ यो सानै। म त्यो पस्केको भात, दाल, पिँडालु मिसाएर पकाएको अनि सिलौटोमा पिनेको मुला र गोरसपान, धनियाँको थेपे खाएँ। गैरा गाउँका आइसके स्कुल जानेहरू हरि, रमा, कमला, विष्णु खाइसकेन भात भन्दै आमा आउनुभयो। घाँस दिएर भैँसी बाख्रालाई। म किताब कापी काखीमा च्यापेर खाली खुट्टा जान खोज्दै थिएँ। पुरानो चप्पल तुना गाँच्दै सकिएको थिएर बाबु दसैँमा बबी चप्पल किनिदिउँला नयाँ भन्दै आमाले फकाइदिनु भयो, फुर्क्याइदिनु भयो। म फुरुक्क भएर स्कुल गएँ। हेडसर पुग्नु भइसकेछ। पिउन दाइले घन्टी बजाइसक्नु भएछ। सबैजना लाइनमा लागेर राष्ट्रिय गान भन्दै थिए। म पनि आफ्नै कक्षाको लाइनमा बसेर सुरु गरेँ। श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री 5 सरकार महाराज राजाको सदा रहोस् उन्नति, राखुन् चिरायुषले, प्रजा फैलियोस् पुकारौँ जय प्रेमले, हामी नेपाली सारले। घन्टी फेरि बज्यो। कक्षामा गयौँ। सबैजना दौडिँदै लाइनबाट। म अन्तिम बेन्चमा बस्थेँ। आजको पढाइ सकियो। आजको अन्तिम घन्टी बज्यो। टिङ 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 गर्दै बले दाइले फेरि उही काखीमा किताब कापी च्यापेर सर्टको बागुलाले सिगान पुस्दै चकलेटको कभर, देवस्थानमाथि फलेको रिठा चुरोटको खोल अनि चकलेटको कभर खोज्दै थिएँ। हेडसर आइपुग्नु भएछ। पन्सुरीको रौँ तानिदिनु भयो। फेरि दौडिएँ सरको हातबाट फुस्किएर। घर पुगेँ। कोही थिएन। ढोकामा आग्लो लागेको थियो। हजुरबुवा खाटको डिलमा बसेर हेर्नुभयो। मुसुक्क हाँस्नुभयो। माइला नाति आइज त। धरोको गाँठो खोलेर मिश्रीको टुक्रा दिनुभयो। खोइ आमा बाबु छैनन्, कता गएछन्? अघिसम्म त यतै थिए त। आमाले मकै भुटेर थालले छोपेर राखिदिनु भएको रहेछ। ठेकामा मोही थियो। सारेर मोही र मकै खाएँ र गएँ बारीमा खेल्नलाई। उही पातीको चुम्बी, रिठाको गुच्चा, ओखर अनि टालोको भकुन्डो। घाम डुब्न लागिसकेको थियो।
घाम डुबिसकेको थियो, रात परिसकेको पत्तै भएन। सबैका बुवा आमा बोलाउनु भयो। अब भोलि खेल्ने भन्दै छुट्टियौँ सबैजना। घरमा बुवा रिसले आगो भएर बस्नु भएको रहेछ। देख्ने बित्तिकै दुईटा कानमा समातेर उचालिदिनु भयो। म बुवाको पाखुरामा झुन्डिएँ। अब जान्न भने छाडिदिनु भयो। आमाले अगेनामा भात पसिसक्नु भएको रहेछ। सबैजना खाना खायौँ र अनि सुत्यौँ। आमाको सम्झनामा मैले यति भने। हजुरहरूलाई कस्तो लाग्छ सुनेर कमेन्ट गर्नुहोला। धन्यवाद।